साथीहरु आज मेरो किचनमा बन्दैछ तातो चाउचाउको सुप है नुडल्स के भन्नुहुन्छ बुझ्नेले मिलाएर बुझ्नुस् हामी चाहिँ सानैदेखि चाउचाउ भन्न सिकेको सागपात सबै हालेर बनाउन लागेको है साथी यो चाहिँ बेथीको साग अनि केराउ अस्ति मैले केलाएर राखेको मटरको साग बन्द अनि चाउचाउ है साथी आज चाहिँ मलाई धेरै दिनमा चाहिँ म त्यति खाँदिनँ चाउचाउहरू चाहिँ हैन मलाई चाहिँ आज कस्तो पिरो टक्क यस्तो खानु मन लाग्यो नि त त्यही भएर प्याज खोर्सानी धनिया टमाटर हैन सबै रेडी छ के अझै यसमा आम्लेट पनि राखेर बनायो भने त झन् स्पेशल हुन्छ तर आज चाहिँ म यसरी नै बनाएर खाने भनेर है साथी कराईमा तेल राखेर तेल पाकेर पनि प्याज र खोर्सानी एड गरिसक्यो ल यो चाहिँ धेरै डढाएर पकाउनु पर्दैन सबैले हाफ बोइल मात्रै बनाउने हो के साथी हो है त्यही भएर यसमा मैले मटरको केलाएर राखेको पनि राखिसक्यो अब यसलाई हल्का चलाउने अब यसमा फेरि बन्द राख्दिहाल्ने के सबै हाफ बोइल मात्रै गर्ने हो कि अनि टमाटर पनि राख्ने अनि सागलाई पनि यसमा एड गरिदिने साग मैले पखालेर राखेको हो तर एकदम मेरो चाहिँ एकदम मन पर्छ है यो साग त्यतिकै लामै राखेको ल साथी हो मैले झन् पछि राख्दा राम्रो हुन्थ्यो हैन तर मैले चाहिँ आज अलि लत्तकै गर्ने भनेर अलि पहिल्यै राखेको अब यसलाई मजाले चलाउने अनि यसमा टेस्टी पाउडर है अजिनामोटो राख्दा नि हुन्छ नराख्दा पनि हुन्छ आफ्नो आफ्नो इच्छा हो अप्सन पनि हो मलाई चाहिँ मन पर्छ त्यही भएर मैले थोरै राख्यो भन्ने गर्छ मान्छेहरूले त हैन ए हड्डी गल्छ के गर्छ दिन आएपछि जान्छ है साथीहरु केही फरक पर्दैन मन परेको खानुस् अनि चाउचाउलाई चाहिँ मैले त्यतिकै राखेको के सानो नबनाइकन मलाई चाहिँ लामै एकदम मन पर्छ के अनि सबै राखेर मैले यसमा तातो पानी राख्यो तातो पानी राखेपछि अब यसमा चाहिँ चाउचाउको मसला राख्ने है साथीहरु सबै पछि राख्यो भने चाहिँ टेस्ट कस्तो मिठो बास्ना आउँछ के अगाडि राखेको भन्दा पछि राखेको मिठो हुन्छ अब यसलाई हल्का बोइल गर्ने यस्तो मिठो बास्ना आइरहेछ नि हरहर के साथी हो यसमा जङ्क फुड सँगसँगै हारियो सागपात पनि मिसिएकोले जङ्क फुडको चाहिँ थोरै कम हुन्छ नि त हैन अनि त्यही भएर आज मेरो आमालाई पनि पिरो ट्वाक्क खानु मन लाग्यो भनेर मैले चाहिँ एकदम पिरो नै बनाएको छ धुलो खोर्सानी चाहिँ राखेको छैन पछि चाहिँ टिमुरको अचार अथवा प्याज खोर्सानी काटेर राखेर खान नि सकिन्छ काकती मैले एड गरेन किनकि अलरेडी टमाटर नै अमिलो थियो लोकल धनिया पनि राखिसक्यो है साथी हो यो चाहिँ मेरो आमाको लागि हो आमा भाइ बहिनीको लागि पठाउन लागेको यस्तो मिठो बास्ना आएको छ कि तातो जाडोमा त यस्तो मिठो हुन्छ यसको सुप हैन मेरो चाहिँ बेस्ट हो के साथी हो कहिले घरमा यसरी नै बनाएर दिनुस् चाउचाउ यस्तो मिठो हुन्छ कि हैन तातो जाडोमा त झन् कस्तो मिठो हुन्छ है तर गर्मी चाहिँ सुरु भइसक्यो ओ माई गॉड पिरो हैन मैले यसमा चाहिँ त्यो टिमुर पनि राखेको के छोप अनि खोर्सानी यस्तो मिठो भएको छ कि साथी हो कहिले यसरी बनाएर खानुस् ल केही छैन एक बारको जिन्दगी हैन हेरेर मर्नु भन्दा बरु छेरेरै मर्ने भने जस्तै खाएरै मर्ने मोटाइ नि मोटास केही फरक पर्दैन के छ र मरिलानु जिन्दगी यस्तो मिठो भएको छ कि साथी हो कहिले यसरी बनाएर खानुस् त यति मिठो हुन्छ कि तपाईहरुलाई चाहिँ यो दिदीले भनेको चाहिँ साँच्चै रहेछ भन्नुहुन्छ कि अल्छी नगरिकन हैन साग पुगेको छैन झन् अलि धेरै राख्नु पर्ने साग थोरै थियो हैन त्यही भएर मैले चाहिँ ल थ्यांक यू सो मच हजुरहरूले मेरो भिडियो मन पर्यो भने मेरो युट्युब च्यानलमा पनि गएर भिजिट गरिदिनुस् होला @कलागुरुम 707 मा कस्तो लाग्छ हामी एकअर्कालाई सपोर्ट गर्नुपर्छ माया गर्नुपर्छ के छ र साथी त्यही भएर थ्यांक यू सो मच सबैजनालाई यसरी बनाएर खानुस् एकदम मिठो चाहिँ हुन्छ ल